खाए त खाए मेरो बाउको भाइ तेरो बाउको के खाए किन के भयो उमेरको मान्छे यसरी घुमेर भिनेर हुन्छ खाएर हिँड्छ लक्का जमान मान्छे विदेश गएर जमाउनु छैन यसरी हिँडेर हुन्छ दिमाग छैन तिम्रो भाइ के हो दाइ यार आफ्नो बाउको खाँदैछु हिँड्दैछु नि इन्जोय गर्ने हो यो उमेर भनेको भर्खर त 16 हुँदैछु यस्तो भएर हुन्छ भाइ अनि नखाएर चाहिँ के गर्छु खाने हो हिँड्ने हो घुमाउने हो विदेश जाऊ भाइ राम्रो मुख भनिरहेछु पछि तिम्रो पछि फेरि मैले धेरै दिन देख्दैछु नि यस्तो पाराले इन्जोय गर्दै हिँड्नु भने नि भाइ तिम्रो लाइफ सक्यो भन्नु हुन्छ भाइ बुझ्यौ दाइ पनि सक्छ नि हौ मेरो बाउ खान्छु नि के भयो खाने उडाउने हिँड्ने हो काम छैन यो भाइ खाए त खाए मेरो बाउको भाइ तेरो बाउको के खाए 5 वर्ष पछाडि अरे यो नेपालमा बसेर केही हुनेवाला छैन खाए त खाए मेरो बाउको खाए भनेको साला यो अवस्थामा आयो लो आयो हजुर थत्रे पलाप थत्रे ट्रेन आउनुहोस्